हेलो नमस्ते साथीहरू। आज चाहिँ म हजुरहरूलाई घरमै कसरी लिपलाई ट्रिट गर्ने, स्क्रब गर्ने र ब्राइटन अप गर्ने भनेर देखाउँछु। सो हाम्रो लिप्सहरू चाहिँ म त स्मोक गर्दिनँ, तर स्मोक गर्नेहरूको चाहिँ हुन्छ नि कालो भएको हुन्छ यो लिप्स। स्पेसली स्मोक गर्नेहरूको लिप्स हेर्नु पुरा कालो भइसकेको हुन्छ क्या स्मोकिङले गर्दाखेरि। अनि कोही कोहीको चाहिँ लिपस्टिकहरूले गर्दाखेरि, रङ प्रडक्टहरूले गर्दाखेरि लिपस्टिक कालो भएको हुन्छ। कोही कोहीहरूको चाहिँ आमा बाबाहरूको हुन्छ नि अब त्यो जेनेटिक फलो गरेर चाहिँ त्यही कारण पनि कालो भएको हुन्छ। सो घरमै चाहिँ हामीले कसरी लिप्सलाई ट्रिट गर्नुसक्छ र लिपको कलर चाहिँ चेन्ज गर्नुसक्छ। हजुरहरूले हप्तामा एभ्री डे गर्दा पनि हुन्छ, केही पनि साइड इफेक्ट हुँदैन। र टाइम छैन भने चाहिँ हजुरहरूले हप्तामा 3 खेप युज गर्दा पनि हुन्छ। त्यसको लागि चाहिन्छ हामीलाई काटेको लेमन अनि चिनी। मेरोमा चाहिँ व्हाइट सुगर छैन, त्यही भएर मैले ब्राउन सुगर लिएको छु। यसलाई यति इजी छ यो गर्नुको लागि। जस्ट यसमा डिप गर्यो, हजुरहरूले डिप गर्नु यसरी, अनि जस्ट सर्कुलर मोमेन्टमा उयो गर्नु, के अरे स्क्रब गर्नु। हजुरहरूले यसरी चिनी र लेमनले एटलिस्ट 5 मिनट जस्तो यसरी रब गरिदिनु। म पहिला एउटा मुम्बईमा बस्दाखेरि एउटा साथी थियो। एउटा साथीको चाहिँ ओठै बिचरा, उसले सिगरेट पनि खाँदैन थियो, केटी थियो। या त उसको रङ प्रडक्ट भएको हो कि लिपस्टिक लाएर बेसी लिपस्टिक लाएर हो कि उसको ओठै हुन्छ नि यो साइडमा चाहिँ ब्ल्याक पिगमेन्टेसन भइसकेको थियो क्या, कालो आइसकेको थियो। अनि मैले उसलाई यसरी गर न भनेर भन्थेँ। उसले गरेर उसको ओठै पिङ्क कलरको भइसकेको थियो क्या। मजाले उसले चाहिँ रिलिजियसली फलो गर्थ्यो, जहिले पनि गर्थ्यो नि त उसले। अन्त जहिले पनि गर्थ्यो इन सेन्स उसको छुट्टीको दिनमा या टाइम भएको दिन चाहिँ उसले गर्थ्यो। त्यही कारण उसको ओठको कलर चाहिँ चेन्ज भइसकेको थियो। सो हजुरहरूले पनि यसरी नै, सरी यहाँ मेस भयो, यसरी नै घरमा 3 खेप या हप्तामा 7 दिन गर्नुहोला। अनि हजुरहरूको इफेक्ट एकै ताल या 2 ताल गर्दै देखिहाल्नुहुन्छ। अनि होप इट हेल्प्स। अनि र साथीहरू एकै तालमा हेर्नु त मेरो चेन्जेस अलरेडी चेन्जेस आइसक्यो। यो चाहिँ लेमनको भाइटामिन सी, लेमनमा भाइटामिन सीले गर्दा अनि चिनीले चाहिँ स्क्रब गरिन्छ। त्यही कारण चाहिँ लेमन र चिनी चाहिँ यति साह्रो इफेक्टिभ हुन्छ। अनि एकै तालमा यी चेन्जेस देखिसक्यो। हजुरहरूले पनि यसरी नै ट्राई गर्नु होला। र साथीहरूमा चाहिँ धोएर आइसक्यो, हेर्नु एकै तालमा इफेक्ट। सो तपाईँहरू पनि ट्राई गर्नु होला अनि कमेन्ट्समा लेख्नु होला तपाईँहरूको इफेक्ट भयो कि भएन भनेर। मेरो चाहिँ एकै तालमा देखाइसक्यो। यो साँच्चै नै कस्तो राम्रो हेल्प गर्छ, प्लिज ट्राई गर्नु होला।